Hello everyone, welcome to our second vlog. यो चाहिँ सेकेन्ड भ्लग हो क्या हाम्रो डल्ली त थिएन डल्ली भएको सेकेन्ड भ्लग हो आज चाहिँ हामीसँग प्रदीप पनि छ मभन्दा कालो छ आज चाहिँ हामीसँग प्रदीप पनि छ र सर म प्रदीप मिलेर हामी तीनजना बाहिर गएर भिडियो बनाउन जान लाग्यो अब हामी चाहिँ निस्केको पछि बाहिर भेटौँला बाई हेलो गाइज हामी फेरि पनि आयो हामी चाहिँ घर बाहिर भिडियो बनाउन जाने भनेको तर एउटा भिडियो चाहिँ घरमै बनाउने निर्णय भएकोले अहिले हामी छतमा आछौँ र भिडियो बनाउन लागेको अनि मलाई यो फुल देख्ने बित्तिकै एउटा गीत गाउन मन लाग्यो के गाउन मन लाग्यो भने गीत गाउन मन लाग्यो बोल्न आउँदैन त के गर्नु त नि फुल राम्रो गुलाबको काँडा भए नि अनि त्यसपछि गीतै आएन कति राम्रो राम्रो फुलहरू रहेछ सरको घरको छतमा चाहिँ अब सेकेन्ड भिडियोको तर्फ म बोल्न लागिरहेको छु त बिचमा बोल्नु पर्छ हाम्रो चाहिँ घरको सुट सकेको छ अब चाहिँ हामी यसको त डायमन्ड पनि छ देखाइदियो त याम्मा धनी गाडीमा सुन पनि छ ओके गाइस बाई बाई अब हामी बाहिर भेट्नेछौँ अब चाहिँ हामी बाहिर निस्केको जेन्जी बाई बाई गेन्जी हात दियो जेन्जी गेन्जी गेन्जीले मलाई हात दियो नेक्स्ट अर्को अर्को हात अर्को हात अर्को अर्को गेन्जी अर्को अर्को हात अर्को हात अर्को हात दियो न अर्को हात अर्को हात दियो वाह गुड बोय गुड जब गेन्जी होइन जेन्जी गुड बोय बाई बाई जेन्जी ल अब यो पछि पछि आउने भयो कि गाइज क्या नि हो यसलाई अब यो नमान्ने भयो क्यामेरा समाउने मान्छे नभएर यहाँ हाम्रो यस्तो छ ताल क्यार्नु अब यस्तै हो ठिक छ तिनैजना देखिनु पर्यो एउटा फ्रेममा त्यही भएर गाह्रो पर्यो यो के त पक्षमै भाँच्छ যায় सरको भरोसामा आएको भन्नु पर्यो नि यार तैँले यार भिखारी सर अनि सरकै भरोसामा आएको लास्टमा सरसँगै पैसा नरहेछ भन्न त्यति भन्न ल एक्सन यति गाह्रो छ नि गाइस सरी सर यति गाह्रो छ नि क्लिप गर्नु गाइस फाइनली हाम्रो सुट सकेको छ अब चाहिँ हामी जानेछौँ हामी उता गएर भ्लग बनाउँछ भन् उता गएर भ्लग बनाउँछ अनि त्यसपछि अब यहाँनिरको भिडियो चाहिँ पार्ट 2 त्यहाँनिर खिचिन्छ जस्तो छ मेबी ओके टिटिक त मचाउनु पर्यो नि त टिटिक त मचाउनु पर्यो सबै मिसा त 2 प्लेट खाइ नि खानु पर्यो त्यही पनि म त नजिकमा रहेछु नजिकै यसले स्क्रिन यसरी छुट्याएर आएको स्क्रिन यसरी छुट्याएर त्यहाँ चाहिँ स्क्रिन मात्रै थियो क्या अनि ल अब बोल्नु ल कहिलेकाहीँ मान्छेलाई यसरी झुक्काइदिन्छु मैले ओके बाई गाइज हामी अन्तै भेट्नेछौँ गाइज फाइनली हामी टोखा आइपुगेको छ सरले चाहिँ हामीलाई एकदम खतरा नेवारी पाउने ठाउँमा ल्याएको छ आज चाहिँ सरको तर्फबाट डेन्जर पार्टी यस ओ दिस इज द भ्यू साथीहरू यहाँ चाहिँ यस्तो रहेको छ कहाँ जाने कहाँ बस्ने
उतातिर नि रहेछ सर सोफा सोफामा बस्नु सोफामा ओके बसेको नि छु सोफामा बस्यो भने तातो आउँछ क्या ओ माई गड ठाउँ चाहिँ राम्रो रहेछ गाइस यस्तो राम्रो ठाउँमा सर्ने लिएको छ त्यो पनि नेवारी खाना सबै छ माई फेभरेट सर नबस्नु ल यस सर भिडियो त हालिसक्यो त पैसा छैन भनेर ठिक हो ठिक हो यस्तो हुँदैन खुवाउने तपाईँले नै हो अहिले भिडियो हालेर त पैसा छैन भने पैसा छैन ठिक होस् भनेको त ओ गीत त के दाइ बज्यो त सरलाई मन पर्ने मेरो गीत बज्यो त त चाहिँ राम्रो रहेछ भन्दा है खतम भयो यार ज्याकेट लगाएर यस्तो आउँछ यो हिजो चाहिँ कस्तो आलु त यार छ्या ओहो हेर कति दरी तरी हेरेको ए अझै आउँदैछ यो के हो सर छैला के जिब्रो छोइला छैला अनि यो डेकुला दुइटा दुईटा होइन यो आलुतामा होला ए ओके क्यान्सल गरे होइन होइन त्यसो भए के थियो यो अचार भयो यो पिरो आलु त्यो त आलु त खाने हो आलु खाने हो यो चाहिँ प्रदीपको यो चाहिँ प्रदीपकै गाइस भन्दै इमेज खराब गरे मेरो खागो खाएको भुटान ए खागो के नेवारीमा भुटान खाएको भन्छ यो चाहिँ जिब्रो ओइ जिब्रो पनि आउँछ जिब्रो चाहिँ खाँदैन मैले प्लिज आई एम एक्साइटेड फर दिस जिब्रो यार म दामी लाग्छ जिब्रो यार दामी छ अति दामी छ जिब्रो मिठो हुन्छ त यार मिठो छ जिब्रो मिठो हुन्छ सर चाख्नु त तपाईँ जिब्रो मिठो लाग्छ मलाई के हो मैले त अहिलेसम्म जिब्रो भन्ने चिज खाएन सानो लिए अझ कलेजो फ्राई जस्तो हाल्नु पर्ने क्या नर्मल हो भने यो भाइ सर रुखको बोर्ड कस्तो दामी दामी त दामी धुवा चाहिँ कस्तो आउँछ भन्ने कुरा हो नि त वाउ बोर्ड चाहिँ दामी रहेछ लेडिजले हेरेर लेडिज टाइपकै लाग्दैन नि मिठो छ आलु अनि यो पेट भुटानमा राँगाको मासु झोल बनाएको चुप चाहन्न भात खानुपर्छ क्या हो श्रीमान सर राँगाको मासु झोल बनाएको भात खानुपर्छ क्या यो चाहिँ के अरे त हेर्न अब कोटाएर हेर्न के रहेछ ड्याकुलाई यही सेमसेमै हो हो रहेछ ड्याकोले रहेछ कमला रहेछ खाँदा चल्ला खानु पहिला यो त भातमा सँग खानु पनि कमला रहेछ के हो चिउरासँग मलाई त मनपर्ने बोस हो अनि बोस भयो अब लास्ट वान यो बाँकी छ अझै नेपाली अचार यो अचार त अनि मेरो त फेभरेट हो क्या मिठो अचार मिठो छ यार भाइ यार ओके खाएको त यार हिजो त ताइन थियो हिजो ए अझै आउँदैछ के हुन्छ भाइ भुटान एउटा कुरा त तिमी बिर्सेछ के थाहा सबभन्दा फर्स्ट के लिएर पर्ला भनेर पाक्नै नपर्ने कुरा के चिउरा आउँदैन यसमा खै त के हो भाइ कुनै पाकिरहेको बिचाराले चिउरा पाक्न टाइम लागेको जस्तो है या चिउरा आएको छैन अब लास्ट भुटान यहाँ देखाउँदा ओइ म त देखा भयो त डल्ली कहिले काम कतै ल्याइस् मलाई मिर्च दामी छ ओके अब हामी पनि स्टार्ट हाल्नु पर्ला है सर यस यतिलाई 1600 चिप्ल्यो ओइ त्यति साह्रो त्यो मान्छेको प्रमोट हुने कुरो गर डिप्रमोट हुने कुरा नगर मिठोमा मिठो छ नि त
खानेकुरा पनि कति छ प्रोसेस तर यो खानेकुरा खाएपछि चाहिँ यस्तो जति नै भए पनि तिर्न मन लाग्छ क्या मिठो छ अनि तर साँच्चीकै भनेको एकदम मिठो छ है गाइज आयो चिउरा खानेकुरा आउने क्रम जारी छ र तिम्रो आएछ थ्याङ्क यू गाइज नेवारी फुडमा मलाई सबैभन्दा मनपर्ने एकदमै मिठो खानेकुरा चाहिँ आइसकेको छ यहाँको चाहिँ एकदमै मिठो हुन्छ है गेस वाट यो के हो यहाँको चाहिँ यस्तो धान हुन्छ नि होइन यो हुन्छ नि यो बाहिरको लेयर छ नि क्रुङ क्रुङ क्रन्ची क्रन्ची हुन्छ क्या त्यो चपाउँदाखेरि त्यो टक्क सजिलो हुन्छ क्या यस्तो मिठो स्वादिष्ट छ झन् यो अचार रातो अचार अब चपाएर देखाउँछु त्यो ठुलो छ कि ठुलो छ कि काको भित्रको त्यो बोस छ नि यस्तो मिठो आयो टक्क नुन सुन टक्क मिलेको होइन एकदम दामी छ थाहा छैन बोसो भन्छ यसले त अब के हो त्यो दुधी त्यो बारको बोस होइन हो त्यो बोनमारो हो क्या बहिनी हड्डीभित्रको बोनमारो हो क्या हो त्यही भएर यस्तो मिठो भएछ तर थाहा चाहिँ थिएन तर यो चाहिँ मलाई एकदम मनपर्ने फुड हो त्यो खसीको मासुहरू हेगुलाएर खाँदाखेरि त्यो गरेर बुक्क आउँदैन त्यही हो यो दागो छुट्याएर भए पनि खानुपर्छ सबै खानुपर्छ धागो छुट्याएर धागो निकालिदिएको साँच्ची मैले त त्यसरी खान्छु खाँदा ल धागो निकाल्नु मिल्दैन गएर टोक न त्यो दागो लास्टमा खाने हो क्या लास्टमा निकाल्ने क्या लास्टमा निकाल्ने क्या तातो छ यार भन्दा स्वाद कस्तो छ तातो भयो जस्तो त लाग्यो हिजो खाएको त महँगो पनि फेरि फुटेको सुटेको सर तपाईँ पनि अब एउटा होइन यसमा चाहिँ अलिकति कम भएछ त्यो कम्प्लिमेन्ट ल्यायो नि त नि 6वटा आएको नि त कम्प्लिमेन्ट हो 5 दामी छ यो दागो त मैले त खाइदिन्छु है झुकेर ल तातो तातो खाने जाडो खानु चाहिँ एकदम बेस्ट हो कि यो दुई शब्द मिठो छ त्यही हो कि दुई शब्द हेलो गाइज अब चाहिँ हामी यहाँबाट निस्केको हाम्रो खानपिन सबै सकियो अब खानपिन सकेपछि के हेरेर बस्नु होइन ओके गाइज आजको लागि यति अर्को ब्लग आउनेछ नेक्स्ट स्याटरडे विथ डली डन बाई बाई काले प्रदीप पनि ल डली डन काले प्रदीप अनि सर है बाई बाई सर बाई गरिदिनु नि त आजको ब्लगलाई बाई बाई आजको स्याटरडे यत्तिकै सक्यो सी यू नेक्स्ट स्याटरडे बाई